नमस्ते, गुड मर्निङ। सन्चै हुनुहुन्छ होला र म पनि एकदम धेरै सन्चै छु र आज सबैजनालाई कृष्ण जन्माष्टमीको धेरै धेरै शुभकामना छ। साथै आज यो कृष्ण जन्माष्टमीको दिन म राधा बन्दैछु। हजुरलाई लास्टमा कस्तो देखिन्छ भनेर चाहिँ हजुरहरूले कमेन्ट गर्नुपर्छ है त। सो अहिले चाहिँ बिहानको 8 बजिसकेको छ र म चाहिँ भर्खर उठेको। साथीहरू तपाईँहरू कति बजे उठ्नुहुन्छ? म चाहिँ लास्टै अल्छी भएको छु अहिले, लास्टै ढिलो उठ्न थालेको छु। काम पनि त्यस्तो केही पनि हुँदैन नि त, बेलुका ढिलो सुतेपछि बिहान यस्तै हुन्छ मेरो चाहिँ। सो अब चाहिँ म फ्रेस हुनुपर्छ अनि फ्रेस भएर पानीहरू यताउति के खान्छु अनि त्यसपछि नुहाउनु छ। साथीलाई मैले 11-12 बजीतिर आइपुग्छ है भनेर भनेको छु। त्यसले फेरि वेट गरिरहेको हुन्छ, ढिलो आयो भने कराउँछ। जहिले मलाई फोन गर्छ त, आउँछु मात्रै भन्छस्, कहिले आउँदैनस् भनेर भन्दै थियो। अस्ति पनि म आउँछु है भनेर त गइनँ नि त। सो आज चाहिँ म फाइनली जान्छु अनि कस्तो देखिन्छ भनेर चाहिँ हजुरहरूले तल कमेन्ट गर्नुपर्छ है त। सो अब चाहिँ म फ्रेस हुन्छु। साथीहरू म चाहिँ फ्रेस भएर पनि आइसकेको छु। अब चाहिँ मेरो चाहिँ बिहानको सुरुवात हुन्छ यो वार्म वाटरबाट। हजुरहरू को लिनुहुन्छ र म चाहिँ सधैँ लिने गर्छु। यसमा चाहिँ लेमन र हनी मिक्स गरेको छ र हल्का तातो पानी, मन तातो पानीमा चाहिँ मैले लेमन र हनी मिक्स गरेको छु। कसले खानुहुन्छ बिहान बिहान? म चाहिँ यो डेलीको रुटिनमा म चाहिँ जहिले बिहान उठेर योबाट सुरुवात भएन भने मेरो दिनै जाँदैन। सो म चाहिँ अब यो पिउँछु अनि त्यसपछि यो पिइसकेपछि चाहिँ म नुहाउनु पर्ने हुन्छ साथीहरू, किनभने 10 बजिसकेको छ। अनि सो म नुहाएर साथीकोमा जान्छु। सो बाई साथीहरू, म चाहिँ अब नुहाएर आउँछु है त। र साथीहरू म चाहिँ अब नुहाएर पनि आइसकेको छु र अब सुरु हुन्छ स्किन केयरबाट। मेरो सिरम चाहिँ सकिरहेको छ साथीहरू। अब म चाहिँ फर्स्ट मोइस्चराइजर लाउँछु। एघार बजिसकेको साथीहरू, फोन पनि आइसकेको रहेछ 2 चोटि, मैले थाहा पाइनँ। छिटो रेडी भएर जानुपर्ने हुन्छ। पालो सनस्क्रिन पनि सकिरहेको छ साथीहरू। मेरो त कसको बच्चा रुँदैछ हौ? पल्लो घरको होला साथीहरू, सायद त्यहाँ बच्चा छ नि त, त्यही रुन्छ। सानो बच्चा छ कि साथीहरू, त्यही रुन्छ, राति पनि रोइरहेको हुन्छ। यो चाहिँ मेरो डक्टरबाट सल्लाह गरेर लिएको सनस्क्रिन हो साथीहरू। मेरो यो स्किन केयरको चाहिँ मैले सबै डक्टरको सल्लाह अनुसार लिएको हो। मेरो अनुहार एकदम धेरै बिग्रिरहेको थियो। सो कति धेरै प्रोडक्टहरू युज गर्दा पनि पिम्पल्स आउने, बिबिरा। अनि सो अहिले चाहिँ म डक्टरकै भने अनुसारको प्रोडक्टहरू युज गरिरहेको छु। ल साथीहरू, अब चाहिँ म रेडी हुन्छु। एकदम ढिलो पनि भइसकेको छ। अब चाहिँ म रेडी हुन्छु अनि रेडी भएर आउँछु है त। फेरि साथीहरू, म चाहिँ अब रेडी भएर आइसकेको छु। अब चाहिँ म जानुपर्ने हुन्छ साथीहरू। साथीहरू, म चाहिँ अब घरको वहीँ पुगेर बोलौँ है त। बाई बाई साथीहरू, म चाहिँ फाइनली बल्ल आइपुगेको छु र अब चाहिँ म भित्र जाँदैछु। मैले यहाँनिर स्कुटर पनि पार्क गरिसकेको छु र अब चाहिँ म यहाँ भित्र जानुपर्ने हुन्छ। हेलो खै आन्टी कहाँ हुन्छ? नमस्ते, के गर्दै हुन्छ? हाई भनिदिनु मेरो भ्लगमा। म चाहिँ सुतिरहेको छु। खै राबिने
आइज नि त ल उठ्न त ल होइन सुतेको देखाउँदिनँ उठेको छिटो आइ भन्दैन मेरो यस्तो फ्यान फलोइङ यहाँलाई साथीहरू यो चाहिँ मस्त सुतिरहेको ल उहाँ चाहिँ मेरो साथी हो ऊ चाहिँ भर्खर ड्युटीबाट आएको र अब चाहिँ हामी एकछिन रेस्ट गरेर साथीहरू मेकअप स्टार्ट गर्नेछौँ साथीहरू अब चाहिँ हामी यहाँ मेकअप स्टार्ट गर्न आँटेको उहाँ चाहिँ मेरो मेकअप आर्टिस्ट हुनुहुन्छ ल अब हामी सुरु गर्छौँ है त गाइस म चाहिँ रेडी भइसकेको छु र मलाई चाहिँ यस्तो देखिएको छ हेर्न सक्नुहुन्छ तपाईँहरू र कस्तो देखियो भनेर चाहिँ हजुरहरूले तल कमेन्टमा कमेन्ट गर्नु होला र सबैजनालाई कृष्ण जन्माष्टमीको धेरै धेरै शुभकामना साथै धेरै माया लभ यु अल बाई आजको भिडियो यही समाप्त गर्छु बाई